हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी भ्लग। सो आजको भिडियो चाहिँ मैले ब्युटिफुल मर्निङ भ्यूबाट स्टार्ट गरिरहेकी छु है, जुन चाहिँ मेरो रुमबाट नै देख्छ। बेसिकली यो भिडियो चाहिँ 1 विक अगाडिको नै हो, बट इट वाज स्टोर्ड इन माई ग्यालेरी है। एन्ड मेरो फोनको स्टोरेज चाहिँ सबै फुल भएको कारणले गर्दाखेरि चाहिँ मेमोरिजको लागि हुन्छ भनेर म चाहिँ आइएम जस्ट मेकिङ दिस भिडियो है। अनि त्यस्तो इम्पोर्टेन्ट त केही पनि छैन है। म चाहिँ बिहानै ब्रह्म मुहुर्तमा उठ्नु त सक्दिनँ है। एनिवे आई जस्ट स्टार्ट माई डे विथ योगा, मेडिटेसन्स, ओमकार एन्ड सम एक्सर्साइज है। यति गरिसकेपछि चाहिँ है म मेरो होल डे चाहिँ अब एकदम मेन्टली फिजिकली चाहिँ गुड फिल गर्छु है। आज चाहिँ हामी म र बहिनी चाहिँ फर सम रिजन है 1 नाइट होल्डको लागि त्यो होमस्टे जाँदै थियौँ है। एन्ड होमस्टे पनि गाउँमै हो है, हाम्रो घरबाट चाहिँ 10 मिनट्स मात्रै लाग्छ है। एन्ड यो होमस्टे चाहिँ एकदम नेचुरल एन्ड पिसफुल एरियामा छ है, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ एकैचोटि 3टा होमस्टे छ है। अन्त हामी चाहिँ नर्मल रुममै बसेको थियो, लग्जरियस रुमहरू चाहिँ माथि माथि छ है। एन्ड नर्मल रुम पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ है। तपाईँहरूलाई देखाउँदैछु, हेरिदिनुहोस् है, स्पेसियस थियो। अझै मैले डे टाइमको भिडियो चाहिँ गर्न सकिनँ। अस्ति मेरो हस्बेन्ड छुट्टीमा हुँदा चाहिँ मैले उहाँलाई घुमाउनु लिएको थिएँ। त्यो भिडियो छ भने चाहिँ म नेक्स्ट टाइम हजुरहरूसँग सेयर गर्नेछु। खेरि चाहिँ रात परिसकेको थियो है, बट हामी यो ऐना देखेर चाहिँ एकदम खुसी भयो है। ऐना हेरेर हेर्दै 1-2वटा फोटोहरू पनि लिइहाल्यो है। एन्ड ब्याड थिङ वाज द्याट है, माई डटर वाज ह्याभिङ हर एक्जाम है। सो उसले चाहिँ एक्जामको प्रिपरेसन गर्नु पऱ्यो होइन, केही इन्जोय गर्नु पनि पाएन है। सो ऊ चाहिँ हरेस लाग्दै पढ्दै थियो। एन्ड मैले पनि पेन्टिङको सबै सामानहरू चाहिँ लगेर गएको थिएँ होइन, बट मलाई चाहिँ के भयो, त्यहाँ पुगेर चाहिँ अल्छी लाग्यो, केही गर्नु मन परेन है। अन्त मैले चाहिँ भिडियो गर्दै बसिरहेँ। अनि त्यत्तिकै हाम्रो सुत्ने टाइम भयो है। र सुत्नुभन्दा अगाडि चाहिँ म डेली जर्नलिङ गर्छु है। अन्त पट्टापट्टि जर्नलिङ गरेर हामी दुईजना चाहिँ भोलि बिहान छिट्टो उठेर जानुपर्छ ल भन्दै सल्लाह गर्दै हामी सुतेँ। गुड नाइट।